एभ्रिवान। आज चाहिँ म पापादेखि भ्लग सुरु गर्दैछु होइन। म चाहिँ नानीलाई ट्युसन छोड्दै आएको होइन। हजुरहरूलाई एउटा कुरा देखाउँछु ल। यहाँ हेर्नुहोस् न, बहराइनमा पनि होइन अब मलाई चाहिँ यस्तो क्या घरहरू राम्रोमा राम्रो पनि छ, नराम्रोमा नराम्रो पनि छ होइन। पुरानो बिल्डिङहरू होला क्या तिनीहरू चाहिँ। म कस्तो अब मलाई चाहिँ मनपर्छ क्या, खोइ किन हो पनि होइन। मलाई चाहिँ एकदम राम्रो लाग्छ। अनि अब राम्रोमा पनि वाउ पनि छ होइन, नराम्रो पनि छ। छ यस्तो छ नि घाम। अब चाहिँ म आइपुग्न आँटेँ है। तपाईँहरूलाई आज अब म के गर्छु मर्निङदेखिको देखाएको छु होइन। यो चाहिँ म मर्निङको कति बजेको थियो नि, 11 बजेको थियो। अनि स्टार्ट गरेको छु ल। अब हेर्दै जाम म के गर्छु आज दिनभरि है त। हिँड्ने ठाउँ पनि छैन त्यहाँ? एउटा हिँड्ने ठाउँ पनि छैन छ कि तर हेर्ने चाहिँ उता हिँड्ने ठाउँ चाहिँ यता हेर्ने मलाई छ। अब चाहिँ म आम्म घाम अरे नि यस्तो घाम लागेको छ कि। यहाँको कति बज्यो भने 3:30 भयो होइन। यस्तो घाम लागेको। अब चाहिँ म बाहिर निस्केँ। अब म घुम्नुलाई जान्छु। म कहाँ जान्छु अब मेरै खुसी छ। अनि अब म हल्का राम्रो घुम्नु मन लागिरहेको छ। अनि म हल्का पार्लरहरू जान्छु। अनि यताउता सपिङ गर्छु। म घुम्दै ओर्दै गाडीहरू यता शीतल हुँदै जान्छ। अब 3 बज्यो। घाम एकदमै छ तर एकदमै धेरै गर्मी कि आम्मामा। त्यही पनि ठिकै छ, हावा पनि छ। ल हेर्नुहोस् ल, हजुरहरूलाई थोरै यताउता यहाँ हामी बसेको ठाउँमा हो। त्यहाँनिर पुग्नलाई 5-7 मिनट लाग्छ, धेरै लाग्दैन। सो त्यो भएर चाहिँ अब म सिधै जान्छु पहिला बहराइनमा। अहिले म जाँदै गरेको पार्लरमा मैले 6-7 महिना जति काम गरेको हो कि। मलाई अलिअलि मसाज पनि छु होइन। अनि म अघि खास चाहिँ त्यो पसल देखाएको थिएँ। त्यो पसलमा चाहिँ सुगरमा खान्थेँ क्या। अनि कस्तो मिठो लाग्थ्यो। अनि जान्थेँ। अनि म चाहिँ किन स्याहार्छु भने नि, म जाँदै गरेको अहिले पार्लरमा मैले काम गरेको त्यो पार्लरको दिदी हुनुहुन्न क्या, संसार छोडेर गइसक्नुभयो। अनि मलाई एकदमै मिस गरिरहेको छु भन्ने मेरोसँग कुनै शब्द छैन होइन। मिस यू दिदी।
सो गर्दै जानु होला। हुन त अब एक न एक दिन सबैले छोडेर जानुपर्छ होइन। अब धेरै मिस गरेको कि म आएको पनि आज यत्रो हप्ता दिन भयो होइन। मलाई कस्तो आँट नआएको कि बिति नै हुनुहुन्न जस्तो हुँदैन, एकदम धेरै मिस गरेर आएको थिएँ। मलाई अन्त कहीँ जानु मन लागेन, अनि त्यहीँ जानु मन लाग्छ क्या पार्लरकै किन हो। अनि त्यही भएर अब दिदी नभए पनि हुनुहुन्छ त्यहाँ सबैजना, जाँदैछु। धेरै मिस गरेको छु दिदीलाई, मिस छु। अब यस्तै हो संसार। कति बजिसक्यो भने, कति बज्यो भने कि मैले 3:40 हिँडेको थिएँ होला होइन म। त्यस्तै अब चाहिँ यहाँनिर अब भर्खरै क्या अब सुरु हुन्छ अब पसलहरू खोल्ने बजारहरू चाहिँ अब मनोमा बजार भन्छ यसलाई होइन। अब भर्खरै अब यहाँ खुल्दैछ, अब राति हुन्छ नि अनि चाहिँ पटलहरू खुल्छ यता। अहिले चाहिँ सब बन्द छ, यतिखेर बन्द हुन्छ। अब खुल्दैछ बिस्तारै बिस्तारै, अब खुल्दै पुस्दै वा कस्तो राम्रो छ। अब सुरु हुन्छ अनि अब म जान्छु त्यहाँ बस्दै गर्छु, अनि बजारहरू पनि खुल्छ, अनि सपिङ गर्छु। ल हेर्नुहोस् अहिले त पनि सबै हल्का हल्का खुल्ला छ, अब खुल्ने टाइम हुँदैछ नि त। यहाँ यस्तै हो, दिनभरि बन्द हुन्छ, मर्निङमा हल्का खुल्छ, अनि दिनभरि बन्द हुन्छ। अनि 3 अनि 30, 40 अब 4 बजे त्यस्तैमा खुल्छ। अब चाहिँ म आइपुगेँ होइन, अहिले त म पुगी नै हालेँ। अब चाहिँ म पार्लर जान्छु। सुरुमा यस्तो छ, कस्तो मक बस मक पारेर राख्छन् हौ पसलहरू हेर्नु है। यस्तो राम्रो राम्रो स्मेल आउँछ यो यहाँनिर चाहिँ। यहाँनिर पनि चाहिँ दिदीको मनमा पार्लर आइपुगेँ। अब यहाँ को हुन्छ हेर्नुपर्छ। हेलो, सो म चाहिँ अहिले पार्लर आइपुगेँ होइन। कस्तो धेरै मिस गरेँ कि मैले दिदीलाई, ब्लग बनाउँदै आउँदै थिएँ। मिस यु दिदी होइन। यहीँनिर हो, यही पसल हो। अहिले चाहिँ नयाँ यहाँनिर सिस्टर हुनुहुँदो रहेछ, हाँसिराख्नु भएको छ होइन। अन्त एउटा नि अब यहाँ म गर्छु बस्छु के गर्छु, अनि घर जान्छु रुममा चाहिँ। हेर्दै गर्नु होला। को होटलका खाना के जस्तो लगा दिदी? यहाँ त मिठो सम्झना क्या है। अब चाहिँ म यहाँनिर आउँछु, अनि त्यहाँबाट जान्छु। यहीँनिर पहिला मैले गरेको कि निस्केँ होइन। यो चाहिँ त्यहाँ नयाँ बिमारी हुनुहुँदो रहेछ, यसो भेट्यो। अब चाहिँ म जाँदैछु रुम। ल आजलाई बाई बाई। अब राति पनि पर्दै गयो, साँझ पर्दै गयो। अब पसलहरू यता त्यता अब खुल्दै जान्छ कि। अघि म आउँदा बजारहरू सबै बन्द थियो नि, अब सबै ओपन हुँदैछ, अब खुल्दैछ। खुलिसक्यो। अब म बजार हेर्दै जान्छु। अब राति पनि हुँदै गयो। हेलो सके
कस्टमरहरूलाई बोलाइरहेको छ कि यिनीहरू बाटोमा हेर्नुहोस् त यस्तो मिठो बास्ना आउँछ भने नि त्यहाँ चाहिँ उभिरहनु जस्तै हुन्छ कि अब आज चाहिँ मेरो फेरि बाटोमा मान्छे हिँडेर बिचरा यो पसलहरू हेर्नुहोस् है सब खुलिसक्यो अब चाहिँ अब रात पर्दै गयो अब पसलहरू खुल्दै जान्छ 10 बजीसम्म मार्केटहरू खुल्ला हुन्छ यहाँ चाहिँ अनि फ्राइडे चाहिँ 12 बजीसम्म हो फ्राइडे र थर्सडे अब चाहिँ म पनि जान्छु हल्का हुने सपिङहरू गर्छु ल आजलाई बाई तिनै रह्यो मेरो दिनचर्या अब मैले खोजेको सामान नो तिनीहरू भन्दैछ मेरो पसल आइज न चेक गर भन्दैछ यस्तै गर्छ नि बिचराहरू कस्टमरहरू बोलाउने उनीहरूको राम्रो छ ल बाई बाई साथीहरू